hope all the best Thank for you you. so much. Thank you so much. Oh, beautiful. के पता लाग्यो लु भन्नु त धन्यवाद हैन त्यही भएर म कता हिँडेको हो I can't forget the day we met. Your eyes so blue, me हेलो एभ्रिवान नमस्ते जना तामाङ आरके इन्टरटेनमेन्टबाट स्वागत छ हाम्रो आरके इन्टरटेनमेन्ट युट्युब च्यानलमा यो च्यानल चाहिँ पहिला मेरो दाइले चलाउनु हुन्थ्यो र अहिले मैले चलाउन लागेको छु हैन कस्तो हुन्छ यो मेरो फर्स्ट भिडियो हो कस्तो हुन्छ हेरौँ है त आज चाहिँ म छोटो भिडियो बनाउने छु अनि आज चाहिँ हामी यसो बाहिर के भन्छ पार्ट टाइम गर्नको लागि जानु लाग्छ हैन त्यसको लागि चाहिँ म हल्का रेडी हुन्छु हल्का सबै म भिडियोहरू देखाउने कोसिस गर्नेछु अब हल्का रेडी हौँ होइन पार्ट टाइम काम गर्नलाई चाहिँ टाढो जानुपर्छ साइकलमा आधी घन्टा जति साइकलमा गरेर अनि हामी काम गर्नुपर्छ साथीहरू सकेसम्म बिचमा पनि देखाउने कोसिस गर्नेछु ढिला ढिला हुन लागिसक्यो छिटो छिटो के भन्छ समथिङ लगाएर रेडी हुनेछु म चाहिँ अनि यो युट्युब च्यानलमा चाहिँ पहिलोचोटि हो पहिला चाहिँ दाइले चलाउनु हुन्थ्यो दाइ चाहिँ नभ्याउने भएर अनि मलाई चलाउनु भन्नुभएको थियो त्यही भएर म चलाउनु लागेको कस्तो हुन्छ मैले बनाएको भिडियो हेर्नु होला भन्न चाहन्छु साथीहरू त्यस्तो भिडियो बनाउनु चाहिँ आउँदैन हल्का फुल्का ट्राई हो पार्ट टाइम कामहरू पनि पाउँछ सिजनको बेला चाहिँ पैसा धेरै आउँछ कि पार्ट टाइम काम गरेको कम्पनीमा हुनु चाहिँ होइन अहिले देखाउँछ हामीले घन्टाको कति दिन्छ अनि ठिक छ केही छैन ल अनि यता साथी पनि रेडी हुँदैछ साथी र म जान्छु आज चाहिँ अस्ति हामी दुईजना गएको हो हामी चाहिँ पालो पालो गरेर जान्छ स्वागत छ मेरो युट्युब च्यानल त्यसरी त खाइद नमस्ते धन्यवाद ए धन्यवाद ए हो के भन्ने हो के म नि नयाँ तिमी नयाँ मलाई पनि थाहा छैन खोइ हामी त पहिलाचोटि हो नि त काम गरेर आएको ऊ 3 घन्टा काम गरेर आएको आज मेरो चाहिँ छुट्टी थियो अनि फेरि उता जाने अझै छुट्टी छैन आजभोलि त भने सँगसँगै लाउनु पऱ्यो काम आज मजाले लागेछ घाम त लागेको छ उफ कति चर्को घाम लागेको छ चर्को घाम भए पनि के गर्नु जानै पर्यो काम पाउँदा त ल अब क्याप लगाऊँ क्याप लगाएर ब्याग लाने हो अब म ब्याग निकाल्छु ए यता चाहिँ मेरो एकजना साथी सुतिरहेको रहेछ डिस्टर्ब हुन्छ ल हामी चाहिँ निस्क्यो कति चर्को घाम छ बाहिर यो चाहिँ हाम्रो बङ्गला हो यो चाहिँ बङ्गला कसले हो बङ्गला केलाई बङ्गला भन्छ घरलाई ए ऊ त्यहाँ 4 नम्बरको उसले कि बङ्गला भन्दो रहेछ कि इटालिया अनि यहाँ छ हाम्रो साइकल दुईजनाको साइकल यो चाहिँ म चलाउने अनि यो चाहिँ साथीले चलाउने हो कति चर्को घाम छ कति चर्को है साथीहरू अब हामी बिचबिचमा अलिअलि कोसिस गर्छु रेकर्ड गर्ने अब सकेन भने चाहिँ गर्दैन होला म चाहिँ यसरी झोला बोकेर चाहिँ अब सामानहरू हाल्नु पऱ्यो नि त
टाइम काम गर्नलाई जाँदैछु साथीहरू। मेरो साइकल यहाँ छु अनि मेरो साथी त्यहाँ। ल जाउँ है साथी। ल अब चलाएर त म समाउन सक्दिनँ होइन, त्यही भएर म अब बन्द गर्छु। हेलो साथी, कता हिँडेको हो? टाढा छ साइकलमा जान्दै? ए स्पिडमा गयो भने मात्रै होला त्यो पनि। हेर्नु यस्तो छ, मुनितिर पुरै समुद्र यतापट्टि अनि साइकलको बाटो यो, समुद्र चाहिँ यता हो। समुद्र यो अलिकति बाटो पर्छ लागि लामो भयो कस्तो। ल हाम्रो साइकल त्यहाँ राखेर ल हाम्रो साइकल चाहिँ त्यहाँ राखेर हामी चाहिँ अब एकछिन यहाँ शीतलमा बस्छ। गर्मीले मर्न लाग्यो। यहाँको भ्यू चाहिँ हेर्नु साथीहरू कस्तो राम्रो। यो चाहिँ मेरिजिनलको एकता के भन्दैन मर्न गल्बुका यहाँ छ यति धेरै मिर्नार है हामी चाहिँ अब एकछिन यहाँ शीतलमा बस्छ अनि त्यसपछि 50 भएपछि जान्छ। ठ्याक्कै हामी 4-5मा निस्केको, यहाँ आइपुग्दा 4:35 भएछ। आधी घन्टामा आइपुगेछ है। स्पिडै चलाएछ, नत्र भन्दा हामी यहाँ साथी छ हो गर्मी भएर सर्ट केही छैन है। सर्टको डिजाइन हो कि डिजाइन गर्मी छ नि त भएर कस्तो गर्मी छ। कति पुगेछ आज? हावाको रहेछ कम देखाउँछ। अब यहाँबाट यो गाडीले छेकेर रहेछ, यहाँबाट उकालो जानुपर्छ। हामी चाहिँ साइकल चलाउन सक्दैन। 30 भनेपछि त कमै हो आज त है। अरू बेला 35, 36, 37 पुगेछ। यस्तो छ साथीहरू, के गर्नु, गर्नै पर्यो। काम पैसा आउँछ, काम गरेन भने पैसा आउँदैन भनेर अब कुरा बोल्नु पनि आउँदैन। के बोल्ने के गर्ने थाहा छैन, अनि त्यही भएर यस्तै हामी चाहिँ यसरी बसिरहेछ। अब एकछिन बसेर जाने हो। ल अब हामी चाहिँ उकालो लाग्यो। ओहो साइकलले त हल्लाउने पो रहेछ यार। Làm phim thôi. Không đi thôi nhiều rồi. के पत्ता लाग्यो लु भन। साइकल ठिक छ? साइकल ठिक छ कि छैन ल? मिल्ने रहेछ। कस्तो छ मेरो न यतापट्टि। ए साथीले त साइकल त उल्टोबाट बोकेर हिँड्ने रहेछ। ल हामी यहाँबाट उकालो उकालो गएर पुग्न लाग्यो गाइस। घर ऊ त्यो कस्तो राम्रो घर हो नेपालको घरहरू चाहिँ। यस्तो चाहिँ मनपर्छ कि बारपाले कस्तो राम्रो फुल। अब हाम्रो यही हो लोकेसन। हामी काम गर्ने घर चाहिँ यहीँ हो। आइपुग्यो साइकल पार्किङ। हेलो दादा यसै हल्लाउन नि हाम्रो साइकल पार्किङ गरेर। हेलो थ्याङ्क यू। Nice to see you. I'm going to do some garden works. Okay. Nice. Francisca is here. Francisca is Francesca here. is here. Oh, And I'm it's a nice day. Why? Tara, how you With her too. With her you too. चाहिँ आइपुग्यो। यहाँ चाहिँ हाम्रो सफा गर्ने सामानहरू छ। एउटा चाहिँदैन। काम होस्
साथीहरू जस्तो पनि गर्न मिल्छ। म चाहिँ सानो स्वरले बोलेँ किनभने यहाँ चाहिँ हाम्रो हेलो हाउ आर यु I was speaking on. It's on okay, it. no problem. Sorry. and now is your teeth oh beautiful back Luckily, it was this. uh-huh. Well, no, not forever. Sorry. And it works because Yeah. I tried it and so on. It was And luckily, they finished Monday. Uh-huh. So I decided, I said, I wanted to visit my sister, but there are problems with the trains on that. And so I decided, and I found a train, 2 trains, 3. 3 And then 2 buses, uh, 3 buses, but I had no Far away. luggage. And what? very far away It is 650 kilometers. 650 kilometers. Yes. So if you, when during your holidays, you want to visit Pisa, the Leaning Tower. uh-huh, we yeah can- we okay. want what if you want to come, we can have you as our guests. okay thank you Thank And you. so Maybe- you are very welcome guests. oh thank you we'll see Let's see. I know that because in summer and also autumn you are busy. Like Yeah. In winter. in winter yeah Pisa one has a month mild climate. So it's not snowy Yeah. every 25 years. And it is, oh, हामी चाहिँ यो भित्र हो अँध्यारो छ चुरीथानीमा ल हेर्नु एउटा यो रुम यो चाहिँ हल्का मात्र गर्नुपर्छ त्यसो धेरै गर्नु पर्दैन अनि त्यसपछि यहाँ माथि गएर माथि चोटामा अनि मतलब यो चाहिँ नेपाल घर जस्तै छ तर सबै व्यवस्था हुन्छ यहाँ चाहिँ हेर्नुहोस् पिक्चर हाम्रो साउनीहरूको यहाँ नेपालको जस्तै फुम्बा ल अब यो एउटा रुम छ यो झ्याल यहाँ चाहिँ पुरानो घर हो अब मान्छेहरू पनि बुढाबुढी बस्छ अनि हल्का हल्का मात्र सफा गर्छ सफा त्यही हो त्यो मोजा मात्रै ताले धुलो पनि छैन केही पनि छैन भित्र गराउने भित्रै त्यस्तो छ यतिकै हो त्यो तानै सक्यो आधी घन्टा आउँदैन है चाँडो छिटो गऱ्यो भने त्यो के राख्यो ग्रेट जब गुड जब भनेर कति खुसी हुन्छ नि सानो हुन्छ अनि यहाँ चाहिँ एउटा पुरानो यहाँ चाहिँ मान्छे छैन रहेछ अहिले चाहिँ कति भन्यो के चाहिँ ए अहिले पछि यहाँ रुम त्यहाँ टोइलेट आनन्दै छ हौ यहाँ चाहिँ त्यसले गर्दै ल साथी त्यहाँ छ पुरानो पुरानो हुनेछ यो प्लेट निकाल्दा चाहिँ साउने चाहिँ रहेछ साउने प्लेट किचन थोरै भरि चाहिँ सक्यो त्यसपछि पैसा खाने हो 1 घन्टाको पैसा खाने हो ल यहाँ किचन चुलो अनि मालिक भाडा क्लिक गरिरहेछ It's not so common. I hope all the best for you. Thank you so much. Monday. Yes. Yeah. Thank you so much. To you too. Have a nice evening. On the. Because in 60 years, I realized afternoon at 1:00 p.m. they say buonasera. Buonasera. Because the afternoon is always towards the evening and so on. So they say good evening already at 1:00 p.m. just in Tuscany, not in the other part of Italy. But the first time they said buonasera, well, with the sun. Buonasera. Yeah. Okay. So have a nice evening. Oi, मेला. जस्तो यहाँ पनि रहेछ यहाँ चाहिँ ल हेर्नु नेपालमा जस्तै आउँछ अहिले त सकेछ कहाँ के गर्नु ए कृष्ण तिमीले पाएको मलाई
लिसा त तिम्रो बाजी ओइ बाजी जाऊ कति रात त नहेर हामी चाहिँ यहाँ आज चोर्न आएको साथीहरू गाइस यति धेरै टिपेर म चाहिँ एउटा दुईटा टिपे कच्चा भाइ कहाँलाई आराम जाने कुरा कस्तो मिठो रहेछ टाउट टिप्नु यता चोरिरहेछ सुपर सुपर भनेर मलाई चाहिँ कति टोक्यो कति धेरै है मलाई चाहिँ लामखुट्टे टोक्यो कस्तो धेरै हेर्दा चाहिँ हरियो अनि तर मिठो एउटा त्यो उयो नहुने छिपेको जस्तो खल्तीमा हालौँ लास्टै चिलायो छैन क्या हो जम्मा अब यतै टिप्छौँ हो यो लैजाऊ तिमी के यति यो लैजाऊ भने म अर्को त्यतिमा आज के लाग्छ यति पुगेर बस्नु यहाँ पनि कस्तो मिठो एकदमै माथि भन्दा मिठो है यस्तै यस्तै खानु पाएँ त भने जस्तै ठुलो औ यहाँ चाहिँ कति ठुलो चर्च छ होइन कति ठुलै आमा त्यसलाई पछाडि देखाइदिन्छु म त यस्तो यहाँ झोला 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 चाहिँ मलाई देऊ न हो पैसा कमाएर आएको हो यहाँभित्र छ पैसा कति अहिले त भन्नै पाएन त्यहाँ बुढी थियो अलिक अप्ठ्यारो पनि लाग्यो देखाउनु पऱ्यो पैसा आज त हाम्रो कमाइ तर कमाउ गएर देखाउन नि हुन्थ्यो देखाउँ भनेर मात्रै हो पैसै भेटेन हौ भित्र हालेको थियो त्यहाँ उसले आजको हाम्रो कमाइ यहाँ के लेखेछ 40 2 घन्टाको अन्त चाहिँ हो 1 घन्टाको 20 40 हो 2 घन्टाको 20 नेपालको त कति हो 40 को 8-9 हजार होला है 10,000 होइन 100 को 16,000 भनेपछि त 8-9 हजारै हो जति हो यो चाहिँ चर्च हो नयाँ पनि छ नि यहाँको त हाम्रो साइकल अहिले फेरि त्यहाँ अनि कति राम्रो देखेको तिमी त यो चाहिँ बजार खत्रै मान्छेहरू त टमाकै लो फुलहरू फुलिरहेको चुनाङ्री च्याम्रामुलो है कन्ता ज्यामुलो चुनाङ्री नानी चाहिँ निमो बचेरी थियो सुसु ल कुमारी बर्थडे बेला निमो तारकोन मान्छे बेला निभा ल अब चाहिँ हाम्रो साइकल यतातिर छ कति आनन्द भाइ ध्यान लाग्यो बेसी हुँदा हाट बजार लागेको छ यहाँ चाहिँ हाट बजार बच्चाहरू कति हो आमामु कति राम्री राम्रीहरू कस्तो राम्रो कति मोटी बच्चा आए कुत्ता छ अभी चुम्हालहरू हो चाउरै आए आमामु आए साइकल कता कता गयो कच्ची हो हामी बच्चा दुईटा यस्तै छन् Ja. त्यहाँ लाइभ म्युजिक भइरहेको रहेछ आएको यो गाडीले गर्दा केही सुनेन के छ यहाँ छु गाडी
पहले कहाँ थे भैया बा यहाँ चाहिँ लाइभ के भन् त्यो चाहिँ भिल्छ त लाइभ म्युजिक आमै menang gitu lah ya. Udah हामी चाहिँ जाने हेर्नलाई खानी रमाउने यहाँको मान्छे चाहिँ यस्तै छ जिन्दगानी दर्पण छायामा भने जस्तो यहाँ चाहिँ यस्तो लाइभ म्युजिक कन्सर्ट के भइरहेछ लाज लागि यहाँ चाहिँ गर्न आएको म चाहिँ भिडियो भयो मलाई त ल ठ्याक्कै रात पर्दाखेरि चाहिँ हामी चाहिँ रुममा आइपुग्यो ल यो रहेको छ हाम्रो रुम बाहिर चाहिँ कस्तो राम्रो आयो नि खाना पकाउन थालिसक्यो ल आइपुग्यो हाम्रो आजको दिन चाहिँ राम्रो भयो काम पनि गर्यो पैसा नि ल्यायो 40 युरो 40 युरोको नेपाली पैसा 7-8 हजार कति 8-9 हजारै होला ल्याएर आयो ल अब हाम्रो भिडियो चाहिँ कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला अन्तिमसम्म हेरेर अनि अझै पनि यो च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु होला बाइ बाइ गुड नाइट